गाइज हामी जोगिँदा आइपुगिसकेका छौँ हाम्रो गाईघाट टु सप्तरी भ्लगमा। ल यसो हामी चाहिँ फर्स्ट टाइम जाँदैछौँ गाइज। यही हो त्रियुगा खोलो। हामी चौधन्दी नगरपालिकामा प्रवेश गरिसकेका छौँ साथीहरू। हामीले चाहिँ भर्खरै त्रियुगा नगरपालिका सकेर यहाँ लागेको छौँ। यताको बाटोको अवस्था एकदमै नाजुक देख्न सकिन्छ, एकदमै धुलो। यहाँ चाहिँ बर्खाको समयमा चाहिँ यही धुलो हिलो भएर चाहिँ एकदमै आवाजात गर्न अप्ठ्यारो हुने भएको छ। बोल्नु मन देख्न सक्नुहुन्छ तपाईँहरूले, अगाडि बस छ, हामीले लास्टै धुलो खुवाइरहेछ। यस्तो छ बाटोको अवस्था। यहाँ बर्खामा हिलोले फेरि झन् दुःख पाइन्छ गाइज। हाम्रो कपडा देख्न सक्नुहुन्छ यस्तो फोहोर भइसक्यो। राम देख्न सक्नुहुन्छ भ्यू। न हिउँदमा बाटो राम्रो, न बर्खामा। यताको नगरपालिकाले किन केही गर्दैन यहाँ। गाइज हामी हडिया आइपुगिसकेका छौँ। त्यहाँ हो गाडी जोगिँदा बालेको होइन, अर्कै छ, उनीहरूको हाडी स्प्रिङवाला छ। ल हामी यहाँ दुईवटा बाटो छ, हामी माथिल्लो बाटो छौँ। यो बेलटार फतेपुरको बाटो हो। त्यहाँबाट गयो भने कता, उँधो गयो भने कता, त्यताको पनि गाइज हामी यो जङ्गलमा आइपुग्यौँ है। ल हडियाको जङ्गल। सिधै छिर्न आँटेका छौँ। यस्तो जङ्गलको बिचमा छौँ हामी। गाइज हामीले चाहिँ 30 किलोमिटरको यात्रापछि बल्ल यो पिच बाटो भेट्टाइएको छ। यो कुन ठाउँ हो थाहा छैन। हो फतेपुर आइपुगेको रहेछौँ हामी। ल 30 प्रवेशद्वार गेट छोडेर हामी अगाडि बढ्यौँ। यहाँ छ बैलगाडा। है गाइजहरू, ल यस्तो छ है फतेपुर। ल यो फतेपुर बजार। सप्तरी नै हो क्या यो पनि। सप्तरी जिल्लामा छौँ साथीहरू यतिखेर हामी। सप्तकोशी नगरपालिका त्यहाँ बोर्डमा देखेँ। हामी त्रियुगा नगरपालिका हुँदै अब कता लाग्छौँ हामी? यता लाग्छौँ। यस्तो छ, यता लाग्छौँ। फर्स्टमा त्रियुगा नगरपालिका, त्यसपछि चौधन्दी नगरपालिका हुँदै अहिले सप्तकोशी नगरपालिकामा प्रवेश गरेको छौँ। र उदयपुर जिल्लाबाट अहिले हामी सप्तरी जिल्लामा आइपुगेका छौँ। फर्स्ट टाइम हो गाइज। सप्तकोशी
नगरपालिका सकेर यो भरतपुर नगरपालिकामा प्रवेश गरिसक्यो। यस्तो छ भ्यू। हामी चाहिँ अहिले मधेस प्रदेशमा छौँ, प्रदेशमा। हामी यहाँबाट यता जान्छौँ, यहाँबाट यता गयो भने कञ्चनपुर। हामी यता जान्छौँ नगरको लागि। देखि लगभग 40 किलोमिटरको यात्रापछि हामीले भेट्न सक्ने बाटो र यो बाटो र यतातिरको रमणीय दृश्य देखेर हामीले यात्रामा आएको अघिको धुलो खाएको सब हामीले बिर्सिन्छौँ र अझ के भन्दै चासोको साथ यहाँ गेटले हामीले स्वागत गर्छ। अघि बाटोमा भोगेका धुलो सबलाई एकदमै सफलता मिले जस्तो प्राप्त हुन्छ के भन्नु। ल यस्तो छ यताउति त्यताबाट यो त महान जाने बाटो। फर्चुनर छ हाम्रो अगाडि, थारको सौदा फर्चुनर इन्डियन गाडी नै हो क्या हो। यता सबै आएको देखिको फोटोहरू छ सबै। यो दृश्यले अघितिर यात्रालाई रमाइलो लाग्छ। सबैतिर अन्त्यतिर चाहिँ सबै सफा सालै साल भए जस्तो, यतातिर चाहिँ आँपै आँप छ। रात परिसकेछ।
बजार बजार लाग्छ कञ्चनपुर बजार हो ल गाइज हामी कञ्चनपुर अहिले ठ्याक्कै छौँ अब यताबाट गाईघाट सबै जाँदैछ अब हामी यताबाट गाईघाटतर्फ मुडिँदैछौँ अबको केही समयपछि हामी पुग्नेछौँ फतेपुर बजार